Wow, only 9 kilometers टाढा काठमाडौँबाट and we found this place. So, hello everyone, it's me Turels here and welcome back to my videos. Family memberहरूसँग रेडी सेडी भएर नुहाई गरेर we decided to go एउटा मन्दिर एकदमै मजाको भ्यू हेर्दै हामी पुग्यौं कार्य विनायक which is located in Lalitpur and it is said that कार्य विनायक गएपछि सबै obstacle जिन्दगीमा भएको पनि क्लियर हुन्छ, मनोकामनाहरू पूरा हुन्छ र कुनै पनि काम सुरु गर्न लानु भएको छ भने त्यो पनि एकदमै राम्ररी पूरा हुन्छ। तपाईहरुलाई थाहा छ काठमाडौँमा 4 वटा विनायक छ, त्यो मध्ये एउटा चाहिँ कार्य विनायक हो। एकदमै राम्रो ठाउँ थियो। काठमाडौँबाट यतिको नजिक ठाउँ त मान्छेहरूले भिजिट गर्नै पर्छ, स्पिरिचुअलिटी आफूमा राख्नु पर्छ र मन्दिरहरू चाहिँ भिजिट गर्नुपर्छ। यस्तो लो फिल गरिरहेको बेला पनि मन्दिर जानुपर्छ, यस्तो मन शान्त हुन्छ कि के भनौँ, रमाइलो पनि हुन्छ। यस्तो राम्रो भ्यू थियो कि के भन्न, मैले त मस्तले भिडियो फोटो पिक्चर्सहरू पनि लिए, एकदम राम्रो ठाउँ थियो। म त सजेस्ट गर्छु आफ्नो एकदम स्पेशल डेमा त मन्दिरहरू जानुपर्छ, आफूलाई एकदमै बेनिफिट हुन्छ, मेन्टली फिजिकली स्पिरिचुअलिटी पनि आउँछ। बाइ द वे हामी चाहिँ यो मन्दिर हाम्रो फुफाजुको बर्थडे सेलिब्रेट गर्न गएको थियौँ, एकदमै रमाइलो भयो। वी ह्याड सो मच फन। इट्स नट अबाउट कि खालि भिडियो बनाउनको लागि, बट जेन्युनली मनबाट नि एकदमै राम्रो फिल भएको थियो। आई सजेस्ट तपाईहरु त जानै पर्छ। हामीले चिया पनि खायौँ। आजको लागि यति नै हो साथीहरु, टिल देन बाई, टुडल्स, टेक केयर एभ्रीवान। काठमाडौँ आएपछि यो मन्दिर जान नछुटाउनु है त।